आजको भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। म आज तपाईहरुलाई एउटा गुवामा भएको एउटा अमूल्य चीज देखाउन गइरहेको छु। यो चाहिँ एकदमै फाइदाजनक चीज हो। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुले यो देखेर थाहा पाइसक्नु भएको होला के हो भनेर। नमस्ते दर्शकबिन, आजको भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। म आज तपाईहरुलाई एउटा गुवामा भएको एउटा अमूल्य चीज देखाउन गइरहेको छु। यो चाहिँ एकदमै फाइदाजनक चीज हो। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुले यो देखेर थाहा पाइसक्नु भएको होला के हो भनेर। यदि थाहा पाउनु भएको छैन भने म यो भिडियोमा भन्ने छु। तपाई भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म यो भिडियो यो देखाइरहेको के हो म तपाईहरुलाई प्रश्न पार्ने छु र यता पछाडीतिर देखिएको के हो म तपाईहरुलाई प्रश्न पार्ने छु। यो चाहिँ काजु हो। यसको नाम काजु हो। यसको अगाडितिर चाहिँ काजु छ अनि यो चाहिँ काजु लाग्ने फल हुँदो रहेछ। यो चाहिँ काजु लाग्ने फल अनि यता पछाडीतिर देखिएको काजुको बोटहरु हो। यसमा काजुहरु फलिरहेको छ। अनेक क्वालिटीको हुँदो रहेछ काजु। यो चाहिँ व्हाइट कलरको मैले यताबाट निकालेको हो अनि यता चाहिँ रेड कलरको काजु छ। मतलब रेड कलरको फलमा काजु लागिरहेको छ भने यतापट्टि व्हाइट कलरको फलमा काजु लागिरहेको छ। अब यो टिपा देख्यो भनेर मालिकले गाली गर्ला, तर पनि म तपाईहरुलाई भिडियोको लागि यो फल टिपेर देखाउन गइराखेको छु। किनभने नेपालमा त काजु हुँदैन, देख्ने कुरा पनि हुँदैन। त्यही भएर हामीहरुले राखेको भिडियो हेरेर तपाईहरु ओहो यसरी फल्ने रहेछ है काजु, यस्तो हुँदो रहेछ है काजु, यसरी फल्दो रहेछ भन्ने थाहा पाउनु होला भनेर मैले रिस्क लिएर यो भिडियो बनाएको। अब महँगो बेच्छ है काजु नेपालमा त 1500-2000 केजीको। यहाँ त नेपाली 1000-1200 मा आइहाल्दो रहेछ। एकदम सस्तो छ काजु चाहिँ गुवामा। म यो फल खाएर ट्राई गर्न चाहन्छु कस्तो छ। यो फल खान्छ भन्छन् तर खान्छन् या खाँदैनन् कमेन्ट गर्नु होला। देख्न सक्नुहुन्छ म खाँदैछु। खटो टाइपको हुँदो रहेछ। हेर्नुहोस् काजु, यही हो काजु। धन्यवाद। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने कृपया भिडियोलाई लाइक, कमेन्ट अनि शेयर गर्न नभुल्नु होला। म बाँकी गुवामा भएका सबै चीजहरु देखाउने छु। गुवामा मैले देखे अनुसार, मैले भेटे अनुसार सबै चीजहरु म तपाईहरुलाई पनि शेयर गर्नेछु। धन्यवाद।